गृहमन्त्री सुदन गुरुङले पार्टी सभापति रवि लामिछानेसँगको भेटलाई स्वाभाविक र नियमित प्रक्रिया भएको बताएका छन्। लघु बीमा कम्पनीको शेयर विवादमा तानिएपछि सभापति लामिछानेको निवास पुगेका उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। विवादस्पद व्यवसायी दीपक भट्ट समूहको लगानी रहेको कम्पनीमा संस्थापक शेयर रहेको र उक्त विवरण लुकाएको आरोप लागेपछि गुरुङ मंगलबार लामिछानेको बुढा नीलकण्ठ स्थित निवास पुगेका थिए। भेटको सम्बन्धमा सोधिएका प्रश्नमा उनले भने, पार्टी सभापतिसँगको भेटघाट एउटा नियमित प्रक्रिया हो। हामीबीच दिनदिनै भेट हुन्छ। व्यवसायी भट्टसँगको व्यावसायिक कनेक्सन र सम्पत्ति विवरणमा शेयरको तथ्य गोप्य राखेको भन्दै विपक्षी दल र सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ। शेयर विवाद र राजीनामाको माग बारे पत्रकारहरूले सोधेको प्रश्नमा भने उनले कुनै ठोस प्रतिक्रिया दिएनन्। यद्यपि यसअघि सामाजिक सञ्जाल मार्फत उनले उक्त शेयर ऋण मार्फत लिएको